वेलकम टू माई च्यानल। आज म चाउमिन बनाउनुको रेसिपी तपाईँहरूलाई देखाउँछु। सबभन्दा पहिला यहाँ चाउमिनलाई उमालेर राख्नु। मैले उमालिसकेँ। मैले चाहिँ मोमोको भाँडामा राखेको पानी छान्न सजिलो यसरी हामीसँग यहाँ तेल हाल्नु। तेल हालेपछि ताप्न दिनु। तापेपछि चाउमिन हाल्नु। यहाँ तेल तापिसकेछ। तेल तापिसकेपछि सबैलाई टमाटर हाल्ने हामीलाई छुट्टै झिक्दै म टमाटर र ऊ हालेर झिक्छु। आफूलाई त्यस्तै बनाएर झिक हामी अर्कै बनाएर खान्छौँ। प्याज स्याज हालेर त के हालेर पाकेपछि झिक हामी सस पनि छैन। सोया सस सोया ल्याउनु पर्ने केचप मात्रै छ। हात दुखिसक्यो। हामी त्यहाँ जाँदाखेरि यस्तो गर्दाखेरि सर्टकट पनि हो त्यो आज सुंदर है। मैं क्या करूँ? फिल्टर हटा के दिखा बनेन हौ। यस्तो सीधा बनाएर बनाउँदा हुँदैन। हाँ यसरी छड्के हुन्छ के? के परायो दूधमा चाउमिन? लेकिन चिप्ले के यसले त सबै यहाँ मैले जानकारी हालेँ नि। यहाँ हाम्रो चाउमिन पाकिसक्यो।
टमाटर बन्दा सन्दा प्याज आलु सबै मलाई मन पर्दैन। आज खानु हुँदैन औँसी तुलसी विवाहको दिन। टमाटर उयो म यो एउटा टमाटर गाइस मैले चाहिँ टमाटर हालेँ डढेछ यति छोडिदिएछु अलिक बियो टमाटर भए मिठो हुने तपाईँहरूलाई पनि कागती हाल्यो मिठो लाग्छ भने लाइक गर्छु अनि मेरो मामाको छोरा अधिराजको पनि एउटा युट्युब च्यानल छ अधिराज गेमर त्यसलाई पनि सब्सक्राइब गरिदिनु हेर्नुहोस् कस्तो मिठो दामी ल यो पाकिसक्यो ज्ञान यो भित्र जान्छ तेल बढी भएछ के होइन यसलाई एउटा प्लेटमा मार्केट टमाटर मन पर्छ स्वाद आउँछ मात्र हाल्नु पर्छ अनि रातो रातो सस आटा चम्चाले अब फ्रिजबाट सस हिजो मोमो खाएको थियौँ हाम्रो घरमा यस्तै दिनदिनै यस्तो हल्लाउनु पर्छ यस्तो हल्लाएपछि तल फेरि नजमेको माथि आउँछ सस हाल्नु सस हाल्नु तपाईँ यहाँ टमाटरको चटनी पनि हाल्न सक्नुहुन्छ अर्को भिडियोमा चाहिँ म घरमा जाम बनाउने रेसिपी तपाईँलाई चप्पी चप्पी बसिरह ब्याउनी यसको बच्चाहरू यसको घर यो अब यसको मम्मीहरूले के राख्नलाई माथि बनाइदिनु होला त्यो म आफैले बनाऊ भित्र चाहिँ काठ हाल्नु बाँकी छ मजाले काठ हाल्ने त्यसको माथि भुस पराला ठिक पानी यो चप्पी हिजो पनि पानी पर्दा यही आगो छेउमा बसिराख्यो आज पनि यहाँ कुडो पकाउनलाई आगो बाले त्यही भएर ल यसैको साथी ब्लगलाई यहीँ एन्ड गरिदिन्छु
सबैलाई देखाउँदै